पोखरा युनिभर्सिटीको क्वेसन ब्याङ्कको फल सेमेस्टरको 2018 को क्वेसन हो। अब यो क्वेसनमा दिएको चाहिँ क्वेसन देखिहाल्नु सेप साइज यति दियो, यति समथिङ यति दियो, अनि त्यसपछि मास कति दियो, यति दियो। अब यसमा चाहिँ एन्सर नम्बर यति भयो नि हैन। भनेपछि सेप साइज जस्ताको तस्तै त्यो यो कोलम सेप साइजको कोलमलाई जस्ताको तस्तै सार्ने, अनि सेकेन्ड कोलममा फेरि मास छ यो पनि जस्ताको तस्तै, यो मास छ यो पनि जस्ताको तस्तै सेकेन्ड कोलममा बनाउने। अब थर्ड कोलम र फोर्थ कोलमको कुरा आउँछ। थर्ड भनेको कोलम भनेको मास रिटेन र फोर्थ कोलम भनेको चाहिँ रिटेन पर्सेन्ट भन्ने हैन। अनि मास रिटेन भनेको चाहिँ के हो भन्दाखेरि यो सेकेन्ड कोलम भरिलाई अब स्ट्याटिक्समा जोडेको जसरी नै जोडेर निकाल्ने हो। जस्तै 55 छ, यसलाई चाहिँ फर्स्ट अफ अल चाहिँ यसलाई जस्ताको तस्तै यहाँ लेख्ने। अब यसमा 55 प्लस 120 175, 175 प्लस 160 335, 335 प्लस 230 565। रिटेन पर्सेन्टमा चाहिँ रिटेन पर्सेन्ट निकाल्नलाई चाहिँ पुरै त मास रिटेन्ड इन्टु 100 डिभाइड बाई टोटल मास। त मास रिटेन भनेको के हो हाम्रो फर्स्ट अफ यसलाई अब यसको निकाल्ने मात्रै रिटेन पर्सेन्ट र मास रिटेन भनेको कति छ 55 इन्टु 100 डिभाइड बाई टोटल मास भनेको कति छ 1500। टोटल मास त यो हो नि त, टोटल मास यहाँ निकाल्दा पनि भयो 1500, यो 1500 टोटल मास भयो। यो गर्दाखेरि हाम्रो टोटल कति आउँछ भन्दाखेरि 3.67 आउँछ। 67 लेख्नुपर्छ यस्तोमा हैन। सो 3.67 आयो। अब यसको पनि त्यसरी क्याल्कुलेट 175 इन्टु 100 डिभाइड बाई 1500 गर्दाखेरि त्यो आउँछ। अनि फेरि यो 335 को लागि 335 इन्टु 100 डिभाइड बाई 1500 गऱ्यौँ भने चाहिँ कति छ 22.33 आउँछ। यसरी गर्दै गर्दै जाने र यहाँनिर चाहिँ किन गर्यौँ भने चाहिँ यहाँ 1500 गर्न यहाँ के ल यहाँ गऱ्यौँ ल यसलाई चाहिँ यहाँ राखेर पनि त ल यहाँ 15 को ठाउँमा अरू 55 को ठाउँमा कति 1500 इन्टु 100 डिभाइड बाई 1500 गऱ्यौँ भने के हुन्छ त 1500 र 1500 त कटिहाल्छ। त 100 भयो भने त हाम्रो रिटेन पर्सेन्ट चाहिँ 100% हुँदैन। टोटलमा चाहिँ अब यो जति छ यो सबैलाई जोड्दाखेरि कति आयो 296.33 आयो। अब फाइनेस मोडुलस इजिकल टु यो टोटल जति आएको छ त्यसलाई 100 ले डिभाइड गर्ने भने चाहिँ कति आयो 2.963 एन्सर भयो।